हेलो साथीहरु नमस्ते नमस्कार म तपाईहरुको अगाडि यो भिडियोमा लिएर उपस्थित भइसकेको छु सुन्दा पहिला यो भिडियोलाई लाइक शेयर र सब्स्क्राइब गरेर बेल आइकन दबाउन भुल्नु भएको छ भने तुरुन्तै हेरेर लाइक शेयर र सब्स्क्राइब गरेर बेल आइकन दबाउन नभुल्नु होला। आज म यो भिडियोमा लिएर उपस्थित भइसकेको छु। यो भिडियो तपाई फर्स्ट चोटी हेर्नुहुन्छ भने लाइक शेयर र सब्स्क्राइब गरेर बेल आइकन दबाउन नभुल्नु होला। आज हामी तपाईहरुको अगाडि यो भिडियो लिएर उपस्थित भइसकेका छौं कि हामी यो 5 वटा कुरा कसैलाई बताउनु हुँदैन। हामी आफ्नो जीवनमा यो 5 वटा कुरा कसैलाई बताउनु हुँदैन। अब कुन छ 5 वटा कुरा कसैलाई बताउनु हुँदैन भने हामी यो भिडियोमा पाले पालो सबैको बारेमा कुरा गर्दै छौं। यो भिडियो लास्ट सम्म हेरेर साथ र सपोर्ट गरिदिनु होला। अब सुरु गरौँ टपिक। फर्स्ट नम्बरमा के छ भने आफ्नो बैंक ब्यालेन्स। यो संसारमा अहिलेको समयमा आफ्नो बैंकले ब्यालेन्स यति पैसा सेभ छ कसैलाई बताउनु हुँदैन। दोस्रो नम्बरमा छ कि आफ्नो कमजोरी। यदि तपाईमा कुनै कमजोरी हुन्छ भने कुनै साथीहरुलाई कसैले बताउनु हुँदैन। किनभने यदि तपाई आफ्नो कमजोरी अरूलाई बताउनु हुन्छ भने त्यो तपाईलाई साथ दिदैन। तपाईको अगाडि तपाईले सपोर्ट गर्छ तर तपाई त्यहाँबाट तपाई जानुहुन्छ भने त्यही साथीले जुन मान्छेले तपाई भन्नुहुन्छ आफ्नो कमजोरी त्यही मान्छे तपाईको पछाडीमा तपाईलाई प्रहार गर्छ, तपाईको बारेमा गलत सोच्न थाल्छ। त्यसैले आफ्नो कमजोरी कसैले बताउनु हुँदैन। अनि तेस्रो नम्बरमा छ कि आफ्नो परिवारको समस्या कसैलाई बताउनु हुँदैन। किनभने तपाईको परिवारमा केही यताउति केही समस्या छ कसैलाई बताउनुहुन्छ, साथी संगतलाई बताउनुहुन्छ वा कसैलाई बताउनुहुन्छ भने तपाईको घरको समस्या अरूले समाधान गर्न सक्दैन, तपाई आफैले समाधान गर्नुहुन्छ। त्यसैले आफ्नो घरको समस्या कसैलाई बताउनु हुँदैन। अनि चौथो नम्बरमा के छ भने आफ्नो लक्ष्य। यदि हाम्रो लक्ष्य तपाईको लक्ष्य राम्रो छ भने कसैलाई बताउनु हुँदैन कि हामी यो लक्ष्य राखेका छौं। किन तपाई आफ्नो लक्ष्य ठूलो राखेका छौ तर जुन साथीलाई भन्नुहुन्छ जुन मान्छेलाई भन्नुहुन्छ भने तपाईले सपोर्ट गर्छ र पछाडी गएर तपाईले सपोर्ट गर्दैन। अनि तपाईले भन्छ त्यो मान्छेलाई किन अगाडि बढाउने। त्यसैले जब आफ्नो लक्ष्य हासिल गर्नुहुन्छ सफलता प्राप्त गर्नुहुन्छ तब अरूलाई बताउनु पर्छ। हैन यदि आफ्नो लक्ष्य तपाई प्राप्त गरेको छैन अरु साथीलाई अरु मान्छेले भन्नुहुन्छ भने तपाईले मजाक उडाउँछ। त्यसैले पहिला आफ्नो लक्ष्य जे छ त्यो पहिला पूरा गर्नुपर्छ। त्यसैले आफ्नो लक्ष्य पनि कसैले बताउनु हुँदैन। अनि पाँचौं नम्बरमा के छ भने आफ्नो अगाडिको कदम। तपाई अगाडि गएर के गर्नुहुन्छ भने कस्तो सोच बनाउनुहुन्छ भने त्यो कसैले बताउनु हुँदैन। कि तपाई भोलि गएर भविष्यमा गएर म यो गर्छु त्यो कसैले बताउनु हुँदैन। पहिला गरेर देखाउनु पर्छ अनि बल्ल साथी संगतलाई साथीहरुलाई अनि अरु मान्छेहरुलाई नातेदारहरुलाई अरु मान्छे छरछिमेकीलाई बताउनु पर्छ। तपाई आफ्नो भविष्यमा यो गर्छु सोचिराख्नु भएको छ तर कसैले बताइदियो भने साथी संगतलाई छरछिमेकीलाई अनि कसैले बताइदियो भने तपाईले मजाक उडाउन थाल्छ। त्यसैले पहिला आफ्नो अगाडिको कदम आफ्नो भविष्यमा जे सोच्नुहुन्छ अगाडिको कदम जे छ त्यो पहिला पूरा गर्नुपर्छ अनि बल्ल अरूलाई बताउनु पर्छ। यो 5 वटा कुरा तपाईहरुको अगाडि हामी भने। यदि यो भिडियो तपाईहरुलाई राम्रो लाग्यो भने लाइक शेयर र सब्स्क्राइब गरेर बेल आइकनको दबाउन नभुल्नु होला। यति भन्दै केही कमी कमजोरी यो भिडियोमा भयो भने आवश्यक सल्लाह र सुझाव दिनु होला। जय नेपाल, नमस्कार।